नमस्ते। नेपालमा एक ठाउँबाट अर्को ठाउँ जान सडक कति महत्त्वपूर्ण छ भन्ने त हामी सबैलाई थाहै छ हैन? एकदमै। सडक बिना त अहिले जनजीवन चल्नै गाह्रो छ। हो नि, आज हामी यिनै सडकहरू खास गरी नेपालको राष्ट्रिय राजमार्ग प्रणालीबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हाम्रो स्रोत विकिपीडियाको एउटा लेख हो। यो प्रणाली कसरी बनेको छ, कति फैलिएको छ, कुन कुन मुख्य बाटाहरू छन्, यसबारे चर्चा गरौँ न त। ल सुरु गरौँ है त। राष्ट्रिय राजमार्ग भन्नाले खासमा के बुझिन्छ, कस्ता सडक पर्छन् यसमा? सामान्यतया राष्ट्रिय राजमार्ग भनेको देशको मुख्य सडक सञ्जाल हो। यसमा खास गरी पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने ठूला र महत्त्वपूर्ण सडकहरू पर्छन्। अनि यसको व्यवस्थापन चाहिँ कसले हेर्छ यी सडकहरू? यसको जिम्मा चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले लिएको छ। उनीहरूले नै निर्माण, मर्मत सम्भार सबै हेर्छन्। हे सडक विभागले 2022-21 को एउटा तथ्याङ्क हेर्दा त यो सञ्जाल निकै नै ठूलो देखिन्छ नि, हैन र? हो त। त्यो तथ्याङ्क अनुसार नेपालमा कुल 80वटा राष्ट्रिय राजमार्गहरू छन्। 80वटा? 80वटा। अनि ती सबैको कुल लम्बाइ जोड्ने हो भने त 11,178 किलोमिटर भन्दा पनि बढी हुन्छ। ओहो, 11,000 किलोमिटर भन्दा बढी? यो त साँच्चै विशाल रहेछ। हो नि, देशको कुना काप्चा जोड्ने प्रयास त भएकै छ। यति ठूलो सञ्जालमा त धेरै बाटाहरू पर्ने भए केही प्रमुख राजमार्गहरूको उदाहरण दिनुस् न, जसले अलि विविधता देखाओस्। जस्तो सबैभन्दा चल्तीको पूर्व पश्चिम राजमार्ग। अवश्य। सबैभन्दा पहिले त रारा 01 मतलब राष्ट्रिय राजमार्ग नम्बर 1। हामी यसलाई महेन्द्र राजमार्ग भनेर चिन्छौं। महेन्द्र राजमार्ग हो। यो करिब 1028 किलोमिटर लामो छ। पूर्वमा काङ्करभिट्टादेखि पश्चिममा गड्डा चौकीसम्म पुरै तराई क्षेत्र छिचोलेर जान्छ। यो त देशको आर्थिक सामाजिक जीवनको एउटा मेरुदण्ड नै हो भन्दा हुन्छ। महेन्द्र राजमार्गले तराईलाई जोडियो, तर हाम्रो देश त धेरै जसो पहाडी भूभागले बनेको छ। मध्य पहाडलाई जोड्ने त्यस्तो कुनै मुख्य बाटो छ? छ नि, एकदमै महत्त्वपूर्ण छ। त्यो हो रारा 03, जसलाई पुष्पलाल वा मध्य पहाडी राजमार्ग भनिन्छ। ए, मध्य पहाडी राजमार्ग। हो। यो त झन लामो छ, करिब 1787 किलोमिटर। पूर्वको चियो भन्ज्याङदेखि पश्चिम झुलाघाटसम्म पहाडी जिल्लाहरूलाई मात्रै जोड्छ। 1787 किलोमिटर महेन्द्रभन्दा झण्डै दुब्बर लामो रहेछ। निकै लामो र चुनौतीपूर्ण पनि। तर यसले पहाडी भेगका समुदायलाई राष्ट्रिय सञ्जालमा ल्याउन ठूलो भूमिका खेल्दैछ। भनेपछि पूर्व पश्चिम तराई र पहाड दुवैतिर मुख्य राजमार्गहरू भए। अब अलिकति उत्तर दक्षिणतिर लागौँ न। छिमेकी देशहरूसँग जोड्ने बाटाहरू कस्ता छन्? उत्तर दक्षिणमा पनि महत्त्वपूर्ण मार्गहरू छन्। जस्तै चीनसँग जोड्ने रारा 34 अरणीको राजमार्ग। 112 किलोमिटर जति लामो छ, काठमाडौँबाट कोडारी नाकासम्म। अनि फेरि भारतसँग जोड्ने पुरानो बाटो रारा 41 त्रिभुवन राजमार्ग। त्रिभुवन राजमार्ग त्यो त बिरगजदेखि काठमाडौँ आउने ऐतिहासिक बाटो भयो है? हो, करिब 155 किलोमिटर। यी दुवै मार्ग व्यापार र पारवहनका लागि निकै नै महत्त्वपूर्ण छन्। यी त पुराना र स्थापित मार्गहरू भए। केही नयाँ परियोजनाहरू जस्तै द्रुतमार्गहरूको पनि कुरा आउँछ नि, जस्तो रारा 33 काठमाडौँ तराई द्रुतमार्ग। यो बनिरहेको छ। फास्ट ट्र्याक? हो, फास्ट ट्र्याक, करिब 76 किलोमिटरको। यो बनेपछि त काठमाडौँ र तराई बीचको दूरी एकदमै घट्छ। यो आधुनिक पूर्वाधारतर्फको एउटा ठूलो कदम हो। अनि अरू कोरिडोरहरू नि, जस्तै कोशी, कालीगण्डकी? ती पनि छन्। जस्तो राला 8 कोशी राजमार्ग, रानी विराटनगरदेखि किमाथाङकासम्म करिब 320 किलोमिटर। अनि रारा 48 कालीगण्डकी करिडोर, तानसेनदेखि कोर्लासम्म करिब 254 किलोमिटर। यिनीहरूले पनि उत्तर दक्षिण कनेक्टिभिटी बढाउँदैछन्। यी सबै उदाहरण सुन्दा त यो सञ्जाल कति विविध र महत्त्वपूर्ण छ भन्ने प्रश्न हुन्छ। समग्रमा भन्नुपर्दा यी राजमार्गहरूले देशलाई कसरी टेवा पुर्याइरहेका छन् त? छोटकरीमा भन्दा यी राजमार्गहरू भनेका देशको आर्थिक विकासका लागि रक्तनली जस्तै हुन्।
रक्तनली हो, यिनले सामान ओसार पसार सजिलो बनाएका छन्, मान्छेको आवत जावत बढाएका छन्, बजारसम्मको पहुँच विस्तार गरेका छन्, अनि विभिन्न ठाउँहरू बीच सामाजिक सांस्कृतिक सम्बन्ध पनि जोडेका छन्। पर्यटनदेखि लिएर आधारभूत सेवा पुर्याउनसम्म यिनको भूमिका छ। एकदमै। आजको कुराकानीबाट के थाहा भयो भने नेपालको राष्ट्रिय राजमार्ग प्रणाली साँच्चै नै ठूलो छ। 80वटा मार्ग, 11,000 किलोमिटरभन्दा बढी लम्बाइ। यसले तराई, पहाड, पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर जोड्ने एउटा बृहत प्रयास गरेको रहेछ। हो, र यसले हामीलाई भविष्यतिर हेर्न पनि लगाउँछ। अब सोच्नुपर्ने कुरा के छ भने यो विशाल सञ्जालले आउने दिनहरूमा नेपालको विकास, कनेक्टिभिटी अनि समग्र स्वरूपलाई अझै कसरी प्रभाव पार्ला। चुनौतीहरू पनि होलान् नि। पक्कै पनि चुनौतीहरू छन्, जस्तो मर्मत सम्मारकै कुरा भयो, हाम्रो भौगोलिक जटिलता छ, वातावरणीय पक्षहरू छन्, तर फेरि यसभित्र सम्भावनाहरू पनि त अनन्त छन्। ती सम्भावनालाई हामीले कसरी सदुपयोग गर्ने, यो चाहिँ निरन्तर सोच्नुपर्ने विषय हो। हो, एकदमै विचारणीय कुरा।